सबैमा नमस्कार। मेरो नाम अर्जुन भट्टराई। म आज घुम्ने क्रममा पाल्पा रामपुर 3 स्थित शिवालय मन्दिरमा आएको छु। यस्तो यस्तो छ, भित्र देखाउनुस्। यता छ 108 शिवलिङ्ग तपाईहरुलाई देखाउँदैछु। हेर्नुस् है, जहाँ कहीँबाट हेर्नु भएको छ दर्शन गर्नु होला। भोले बाबाको कृपा रहन्छ तपाईहरुलाई। शिवजी हेर्न सक्नुहुन्छ, यस्तो राम्रो छ। सोमबार हरेक सोमबार दर्शन गर्न पूजा गर्न आउन सक्नुहुन्छ। साउनमा नि यहाँ शिवरात्रि दिन विशेष हुन्छ। शिवजीको प्रसाद ग्रहण गर्न पनि आउन सकिन्छ। राम्रो छ, हेर्नुस् है सबै। ल मन्दिर पनि देखाउँछु तपाईलाई मैले। अब शिवालय मन्दिरभित्र पस्दैछु। हेर्नुहोस्, सबैलाई देखाउँछु भित्रको के कस्तो छ। ल हेर्नुहोस् है, राम्रो छ व्यवस्था। शिवालय मन्दिर राम्रो छ। ल हेर्नुहोस् है मन्दिर कस्तो छ, राम्रो छ। सबै कुरा व्यवस्थित छ। उता मन्दिर देखाउनुहोस्, सबै कुरा राम्रो छ। उता पार्टी देखाउनुहोस्, सब कुरा छ। हेर्नुहोस्, राम्रो छ ठाउँ घुम्नको लागि। ल है, यो शिवालय मन्दिरबाट देखिने काली गण्डकी रहेको छ पवित्र स्थल। स्नान गर्न पनि मिल्छ। शम्भु बम बम बोले जय शम्भु।